1 खरबको देशभरमा भ्यू टावर बनाएको छ। त्यो काम हो? जनताले त्यसबाट के पाए? 26 खरब ऋण भइसकेको छ। यो संविधान नबन्दाखेरि जम्मा 8-9 खरब, अहिले 26 खरब ऋण भइसकेको छ। यही अर्थमन्त्री हुनुहुन्छ, 2 खरब त अहिले नै आन्तरिक ऋण लिइसक्नु भएको छ। ऋण बोकाउनु केको लागि? मन्त्रीजीको क्वार्टरमा एसी राम्रोसित चल्नु पर्यो, गाडी राम्रो हुनु पर्यो। पुरानो गाडी चल्यो भने मन्त्रीजीहरुलाई पाप लाग्छ। प्रदेश प्रमुखलाई यहाँ क्वार्टर किन चाहियो? हामीलाई जनता बलियो चाहिएको छ, सरकार बलियो चाहिएको छैन। हामीलाई लोकतन्त्र बलियो चाहिएको छ, व्यक्ति बलियो चाहिएको थिएन। सरकारको काम कारबाहीको अडिट गर्ने ठाउँ भनेको संसद हो। वास्तवमा सरकारले त धेरै काम गरेको छ। कसले भन्छ काम गरेको छैन? भूमि आयोग बन्दाखेरि 37 वटा एमाले र कांग्रेसले भागभण्डा गरेको छ कि काम भएन? यो गराउने कसैले छोडिदियो? जसको शिक्षा मन्त्री छ त्यसले युनिभर्सिटी त्रिभुवन विश्वविद्यालय बन्द गर्छ। कांग्रेसको शिक्षा मन्त्री हुँदाखेरि नेवी संघले बन्द गर्ने, एमालेको शिक्षा मन्त्रीले छ त अखिलले बन्द गर्ने। यो पनि त काम हो नि। किन देशमा त शिक्षा हुनै दिनु हुँदैन नि? शिक्षा भयो भने त यस्ता सरकार कसले चल्न दिन्छ? त्यस कारणले शिक्षा समाप्त गर्नु। शिक्षा स्पाइन अफ द कन्ट्री हुन्छ। कन्ट्रीको ऋण समाप्त गर्ने भन्ने विकास गर्ने के सुरुङ 6 महिनामा खनेर फाइनल भएको? यो काम त देखाउनु भएन कि 7 अरबको मन्त्री क्वार्टर बनाए, 7 अरबको प्रदेश प्रमुख मुख्यमन्त्रीको 4 अरबको क्वार्टर बनाए। यो काम देखो कि त्यहाँ कमिसन त टटाक आउँछ नि। शिक्षामा लगानी गरे भने, रोजगारी बढायो भने त्यसमा त कमिसन आउँदैन नि। 1 खरबको देशभरमा भ्यू टावर बनाएको छ। त्यो काम हो? जनताले त्यसबाट के पाए? 1 खरबको देशभरिमा गाउँपालिकादेखि नगरपालिकादेखि प्रदेशदेखि गेट बनाउनेदेखि भ्यू टावर बनाएको छ, जहाँ त्यो भ्यू टावरको कुनै काम छैन। म कुनै दमकको भ्यू टावरको कुरा गर्न खोजेको होइन, देशभरिको भ्यू टावरको खबर। त्यो जनताको ट्याक्स पे मनी तपाईँले बर्बाद गर्ने कसले अधिकार दिएछ? तपाईँ हरेक साल जनताको टाउकोमा ऋण बुकाइराख्नु भएको छ भन्छ हामी राम्रो काम गरिरहेका छौँ। 26 खरब ऋण भइसकेको छ। यो संविधान नबन्दाखेरि जम्मा 8-9 खरब, अहिले 26 खरब ऋण भइसकेको छ। यही अर्थमन्त्री हुनुहुन्छ, 2 खरब त अहिले नै आन्तरिक ऋण लिइसक्नु भएको छ। ऋण बोकाउनु केको लागि? मन्त्रीजीको क्वार्टरमा एसी राम्रोसित चल्नु पर्यो, गाडी राम्रो हुनु पर्यो। पुरानो गाडी चल्यो भने मन्त्रीजीहरुलाई पाप लाग्छ। प्रदेश प्रमुखलाई यहाँ क्वार्टर किन चाहियो? प्रदेश प्रमुख मन्त्री काठमाडौँको प्रदेशको राजधानी हो कि त्यो आफ्नो आफ्नो एउटा व्यक्तिलाई 2टा क्वार्टर दिने कुन कानुन संविधानले दिएछ? यही सुशासन हो। तपाईले आजसम्म मैले पनि कम्तीमा 10-15 वटा सरकार देखा छु जहिलेदेखि संसद बनेदेखि नै, र पहिला पनि एउटा शिक्षित युवाको नाताले पनि हेर्थेँ। कुन सरकार भन्छ म भ्रष्टाचार गरेको हो? त्यो सरकार मलाई यहाँ देखाउनु त। यहाँको रोस्टमबाट कुनै सरकारसम्म भनेछ भ्रष्टाचार गर्छु? त भ्रष्टाचार छ कि छैन जनतासँग गएर सोध्नुहोस्। जो मालपोतको व्यतिथि बेहोर्नु पर्छ, जो यातायात कार्यालयमा व्यतिथि बेहोर्नु पर्छ, भ्रष्टाचार सोध्नु छ भने बिचौलियासँग सर्वे गर्नु न, नाम गोप्य राखेर। बिचौलिया कसले उत्पादन गरेको? नेपाली जनता कि सरकारले? यही रोस्टमबाट भन्नुभएको थियो कि डेडिकेटेड लाइन काट्न पाइँदैन। ऊर्जा राज्यमन्त्री